जिम गर्ने र नगर्नेको डिफ्रेन्ट हेर्नु नि यता। उहाँको बब्बर नसाहरू देखिरहे, मेरो चाहिँ यस्तो बोसो न बोसो मात्र छ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। अनि फेरि पनि म आज नयाँ भ्लग लिएर आएर तपाईँहरूको माझमा आइसकेको छु। अनि आज चाहिँ के गर्छु भन्दाखेरि अहिले म रेडी हुन लाग्यो बाहिर जानको लागि। दाइ र म एकवटा बाइकमा, विनोद दाइ एभेन्जरमा, म डिओ स्कुटीमा। अनि यहाँबाट जान्छन्, कहाँ जान्छ मलाई थाहा छैन, तर आज जिम सिम पनि गर्ने भन्नुभएको दाइले। त्यही भएर जिम सिम अलिक मोटाएँ कि। चितवनबाट एसी भएर काठमाडौँ आएको, अहिले अब चैत लाग्यो, फागुन चैत लाग्यो। 15 केजी जति मोटाइसकेँ म 52 केजीबाट। अनि त्यही भएर आज यसो जिम पनि ट्राई हान्छु। अनि कहाँ जान्छ मलाई थाहा छैन, यतै 12 बास्केट म्युनिसिपालिटीतिर होला। अनि म अहिले भेट्छु तपाईँहरूलाई। अब रेडी हुन लाग्यो, यताबाट एउटा कपडा हालेपछि मोजा लगाएपछि त रेडी भइहाल्छ। अनि त्यसपछि गइहाल्छु माथि। गाइस, अहिले चाहिँ म रेडी भइसकेँ। अब यहाँबाट म एकैचोटि भैँसीबारी जान्छु। अनि त्यहाँ भैँसीबारी गएर भेट्छु तपाईँहरूलाई। स्कुटीमा जानको दाइ चाहिँ निस्किसक्नु भइसक्यो यहाँबाट। अनि म अब रेडी भइसकेँ, म पनि जान्छु भैँसीबारीमा गएर भेट्छु तपाईँहरूलाई एकैचोटि। बाई बाई गाइस। अहिले चाहिँ हामी भैँसीबारी आइसकेका छौँ। दाइ यता हुनुहुन्छ, म यहाँ छु। देख्न सक्नुहुन्छ यो सब भैँसीबारीको एरिया है, धनीहरू बस्ने। अहिले चाहिँ हामी जिम गर्ने ठाउँमा आइसकेका छौँ। यस्तो छ जिम है, बबालको भएको छ। माथि गएर भनेको नि कस्तो फर्स्ट टाइम हो, त्यही भएर आउँछु होइन। फर्स्ट टाइम यतिकै बस, त्यहाँ अगाडि स्कुलमा आउँछ, आफै आउनुहुन्छ। केही पनि गर्न आउने मलाई त खै त। तर आफू अटोमेटिक हुनु पर्ने है चाहिँ मेरो त केही पनि भएन त। स्टार्ट भयो है अब चाहिँ। कसरी हो 2 मा स्टार्ट भयो। केही पनि तपाईँ यता आउनु न, केही पनि आएन। स्टार्ट गऱ्यो, त्यहाँ स्टार्ट गऱ्यो। बल मेरो स्टार्ट भयो। पनि गऱ्यो। थाक्ने छ रिङ्गटा लगाएर आएको सरिरहेको छ। अनुभवी व्यक्ति। ओके सर। रिङ्गटा लगायो कि यो गरेर बाहिर नि त माथि बिस्तारै तल दा त्यत्तिकैमा तल 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 अब माथि ल तल। यसरी 10 अनि यो डन्ठा मात्र 20 केजी हुन्छ, भने चाहिँ 30 केजी हो टोटल।
कसरी हेरेर बवाल देखिँदो रहेछ त। जिम गर्ने र नगर्नेको डिफ्रेन्ट हेरौँ न यता। उहाँको बब्बर नसाहरू देखिरह, मेरो चाहिँ यस्तो बोर्छ न बोर्छ मात्रै हो। तो गलेर हात हिरो अगस्त यस्तो भयो। नेपाली go. एक गोडा गर, एक गोडा जुत्ताको गोड यताको गोड तन 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 हो तन 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 तन। बिस्तारै बिस्तारै झार्ने के, बिस्तारै माथि लक। अब बिस्तारै झार, खुट्टा कन्ट्रोल गर्दै पछाडि चाकेर थ्याचक्क राख। ल अब गर। फेरि स्वाट्ट माथि लक। फेरि बिस्तारै झार, स्वाट्ट माथि बिस्तारै झार, स्वाट्ट माथि लक बिस्तारै झार। फेरि तान, रेस्ट नगर न, त्यो ड्याङ नछोड भनेको के। माथि लैहाल, माथि लैहाल। फेरि बिस्तारै लग हो, बिस्तारै झार, बिस्तारै बिस्तारै बिस्तारै। अब माथि माथि फेरि माथि। अब एक बिस्तारै, अब एक ल भयो। तर वेट बढी भयो भने हल्का घटा, तर बिस्तारै गर। साग छेने गरी लग, अनि बिस्तारै तल झार के, बिस्तारै झार, बिस्तारै झार। यतिखेर नझार, नत्र प्रेसरै पर्दैन तल। धेरै सिधा नगर है खुट्टा, हो फेरि घर माथि यतिसम्म, यतिसम्म होल्ड गर। तलले यहीँ होल्ड गर, फेरि माथि गर, त्यहीँ होल्ड गर। यहाँ एकछिन अड्डी, एकछिन अड्डा, फेरि तलले
एकछिन अड्डा फेरि माथि गर अड्डा त्यो तलले होल्ड गर होल्ड गर होल्ड गरेर 1 2 3 अफ 1 2 3 डाउन 1 2 3 अफ 1 2 3 डाउन त्यसरी हो क्या 40 केजी गरेर आयो भाइले हो त्यसरी वाइड नगर्ने सिधा तल झर्न सिधा फेरि माथि गर त्यो धेरै तल भयो त फाइनल्ली हामीले जिम सिम गरेर भ्याइसकेका छौँ यताबाट मेरो त्यो एउटा प्रोडक्ट छ अनि थम्बनेलमा मलाई त मेरो नहाल्नु भनेको मेरो रिचार्ज र ताउ कारणले गर्दा जिम सिम गरेर भ्याइसकेका छौँ अब हामी त्यहाँ भइसकेको न्यू ब्लग चाहिँ अब यस्तै भइहाल्छ अनि अब लाङटाङ जाने प्लान हुँदैछ अनि आउँछ होला अब नयाँ नयाँ ब्लगहरू लाङटाङ घुमेको यता गरेको सबैले माया त खेल्नु होला लाइक सेयर सब्सक्राइब गर्न नबिर्सनु होला बाइ बाइ